छिटै नै त्यसै अब अस्तिको पालि 100 रुपैयाँ मात्रै दियो अब यो पालि त 2 कार्टन त ल्याएको छु नि रक्सी खानु त आम्मामा को चाहिँ हल्ला गर्दै आउँदैछ अम्बो 2 जना पाउँदैछ त ए धैलुङको पापा बाहिर आउ न बाहिर छिटो के भयो नसोचेको पाहुनाहरू आइरहेछ उप दक्षिणा पनि सक्यो त अन्त सके त अब के गर्नु के दिनु के आइटा गर्नु अब भागौँ होइन भागुमा भागु दसैँ आयो तिहार आयो घरमा त सबै भागेछ है चण्डेकामा हामी यसो गरौँ यिनीहरू पनि भागेको होला हामीलाई देखेर कि यो चाहिँ यी छोडौँ ओइ यहाँ राख्छ हामी चाहिँ उमाथि गएर जिउँ ल पाहुना त गए जस्तो छ नि ए लु कोसीले राख्दैछ त के चाहिँ हेरौँ न कोसीले हेर्नु होइन नि तिम्रो बाजे लानुपर्छ ए खोलेर त हेरौँ न पाहुना त भागिहाल्यो आमामा महँगो महँगो मिठाईहरू ल्याइदिएछ त मिठाईहरू छ त हौ तिम्रो बाजे यहाँ ठुलोमा हेर त ब्रान्डेडहरू छ त यहाँ त रम बियरहरू सुन त तिनीहरू त आयो कोसीले देखेर के त अब यिनीहरूलाई फ्लप बनाइदिनुपर्छ हामी पनि कहाँ कम्तीको पैसा कमाउनु चट्टुमा रक्सी खानु त यिन त मरे माथेको भनेर हेपेको पो हो कि हामीलाई 500 रुपियाँ दिए होइन सामान चाहिँ मन पराउने हामीलाई चाहिँ खेद्ने बसाना बस खेदेको होइन नि कहाँ खेदेको हामी यता हो यता पहिला पैसा देऊ पैसा ल बुढी ठिक यही लगाइदिउँ ल अब हाम्रो यो चल्छ अन्त